ओए रुको नि पार्टी दिन चाहिँ के लागि आज बर्थडे सुने के पनि होइन यो त रणमती एक गेममा 3 गोल हानेको पार्टी हो मजा आउनु भयो त खुसीको दिन हो नि त मलाई अब 4 अब त 3 थियो मलाई अब 4 स्टार छात्तिन मलाई 4 स्टार के अब सक्छ त मलाई कसैको त एक पनि छैन रणमती यो चिठी रोक्न मलाई चाहिँ जित्न दिन्न वर्ल्ड कप जित्न त फिक्स जित्छ क्या अरू कोही छैन होइन मलाई टक्करमा बसेर भनेको अब फिक्स होइन वर्ल्ड कप त हाम्रै नाममा अर्जेन्टिनाले जित्छ होइन अनि गान्धीले बोलायो नि त नि खै त्यसलाई नि आउनु भनेर कल त गरेको थिएँ कल चाहिँ त्यो अर्कै गरेर उठाइदियो है त्यो रिसको तालमा उठाइदियो कल कति कल गरेँ अघि हो भनेपछि पुग्नुपर्ने त हो अहिलेसम्म अब पुग्न होला आए जस्तो छ म उठाएर राम्रै ढोका लाग्ने त टाइम लाग्छ यतिको टाइम लाग्दैन भने म त ढोका नै उभिएको थिएँ र त्यहाँ आउँछु लाग्दै आउँछ यतिको टाइम त के हो तँलाई चाहिँ कसले लिएर आयो होइन मलाई मान्डुले पार्टी दिइरहेको आज सही टाइममा लिएर आएछ जस्तो यार भएको चाहिँ के हो तँलाई खराब भएर म चाहिँ के गर्नु है आजै होला खा ल केही न यार दिमागको दही बाज यार अनि किन के भयो अनि रिस मात्रै उठेर के भयो अनि घर जानु भयो कि यार अब यार कस्तो नराम्रो आएर एउटा घर गएर त्यसलाई यस्तो हुन्छ र भने रणमती त एउटासँग बोल्छस् र भने एउटा घरको अर्को त मलाई भेट्न नि गएको छ त अर्कोसँग कस्तो म जहिले नि केटीको कुरा गर्नु जस्तो लाग्यो तँलाई म जहिले नि म चाहिँ केटीको कुरा गर्छु मैले त ठिक त छ नि आज नै यार लास्ट दिनमा खराब भयो अनि भएको चाहिँ के हो र अनि फ्यामिली प्रब्लम होला फ्यामिली प्रब्लम भयो फ्यामिली प्रब्लमले दिमाग खराब हुन्छ जस्तो लाग्यो तँलाई मेरो रणमती अनि भएको चाहिँ कुरो भन्न त नि अघि सोधिरहेको छु रणमती त्यत्तिकै दिमाग खराब गरेर आएर फुस्स गरेर बस्यो भन्नु नि छैन भन्न त नि के भयो म त्यसको बच्चैदेखि फ्यान थिएँ क्या रणमती सबै कुराले मन जितेको थियो यार त्यसको बिहेभियर गेम प्ले फिटनेस सबै कुराले के अनि रणमती जाँदा जाँदै मलाई एकचोटि एउटा वर्ल्ड कप लगेर जाओस् हातमा भन्ने सपना हुँदैन र भने रणमती खालि याद गइरह भने खालि याद गयो कि खालि याद यार कोही थिएन भने दिएर यार साथ हार्दा नि मलाई सपोर्ट गर्ने नि मलाई हुन्छ नि त अङ्गालो दिने नि कोही थिएन भने क्या त्यसको त यार अनि दुःख लाग्दैन त भनेर रणमती अनि यार कसो नेमारको फ्यान हो त मुजी नेमारको फ्यान जस्तो लाग्छ त म रणमती गड गड सुने त होला नि त मलाई फुटबल नहेर्ने भयो नि रोनाल्डो भन्ने नाम त सुन्नलाई CR7 गड अफ द फुटबल गड त मेसी हो कि रणमती यत्रका गड होइन मलाई त्यो भेडो त्यो त भेडो हो त्यो त छ नि कति यत्रो छ होइन त्यो यत्रो भेडो रणमती त्यो त 3 स्टार के देखे है देख्न त पऱ्यो सुने है कहिले 3 स्टार भाइ मुखसम्मले बोल्यो फेरि भेला चाहिँ फेरि सम्झाइदियो त्यसलाई भेला चाहिँ फेरि रणमती भएको कुरा त हो नि मलाई थाहा छैन यो केटा छातीमा 3 स्टार कम टाइम लाग्छ कम मेहनत लाग्छ त्यो जसमा छ त्यसले मात्र थाहा पाउँछ क्या स्टारै छैन खालि जर्सी खालि मेसी पाएको थियो सबै रणमती मुजी एउटा त कहाँ लगले पाएको थियो रणमती हजुरबाबुको सम्पत्ति सबै आफ्नो हुँदैन क्या रणमती हजुरबाबुको सम्पत्तिमा कहिले धाक देखाउनु हुँदैन रणमती हुनेले त देखाएन त हो नि तँसँग देखाएन त कसले नदेखा भने जोसँग छ त्यसले त देखाउने हो त 2टा बाउ बाजेले कमाएर दिएथे जन्दिदी जात पाएको 2टा एउटा कहाँबाट लगले भ्याएछ त्यही रणमती न्यून गएछ त पनि फेरि भएको कुरा गरेर त हो त मेसी त अलवेज टप हो क्या आज यो पार्टी नि मेसीले 3 गोल हानेर त हो त्यही पार्टी त भइरहेको यहाँ बाई द वे वेलकम टु माई पार्टी है मजाले दबाएर खाए ला खा मुजीतिर पार्टी
अनुमति चाहिएन पार्टी साटी मुझे खाँदैन मुझे यसको पार्टी भने भइदियो त म आउने पनि थिएन र अनुमति पार्टी खान नपाए जस्तो खाना खा खुसियालीमा हो र अनुमतिले सम्झाइयो मुझीलाई यो हिरो सम्झै यसलाई उनलाई ओल्ड कपमा झिर्नु छैन हात गएर झिर्नु खोज्दो रहेछ अनुमतिले सम्झाइयो मुझीलाई यो छोरै छोड्न कस्तो मलाई अति भयो त मलाई आशाहरू हो मलाई तेरो आइडल अर्को होला तर मुला सागन त्यो आइडल अर्को हो भन्दैमा मुला सागन सानो मुला साग चड्डी साटा सानो गर्ने साथीहरू मुला झगडा गर्छ ऊ कहाँको मान्छे हो मुला साग फ्यान हो भन्दैमा मुला साग तिमीहरू झगडा गर्छ र अनुमतिहरू धेरै राजभोगदेखि मुला चाहिँ त्यत्तिकै लडाइ गरेर रान केटीको जोइ मरिएर अनुमति अन्त त्यो झिँदैन त के गर्दैन म तँले क्या पाइ त अनुमति त्यो तिमी त स्टार पाइ तँले के पाइ त त्यो स्टार त तैँले पाइ स्टार अनुमति यत्तिकै झगडा गरेर अनुमति अरू कसको लागि तिम्रो झगडा गरेर अनुमतिहरू भाइचारा छैन कसको लागि झगडा के त भने मलाई पहिलादेखि मान्छेको दिमाग खराब भएर झन् दिमाग खराब गरिदिरहेको भने मैले के खराब गरेँ त राम्रो खेल्ने नि भन्नु भाइ तैँले रोनाल्डोलाई नराम्रो खेल्छ भनेर भन्नु खोजे अनुमति फेरि अन्त त्यस्तो त होइन यार अन्त रोनाल्डोले आफ्नै टिमबाट सपोर्ट नपायो कि अहिले आएर मलाई सही कुरा गरेछ कि एउटा कुरा सही गरेछ अहिले आएर हाम्रोमा हेर टिमवर्क भन्ने हाम्रो अर्जेन्टिना हेर्न टिमवर्क भन्ने के हो त्यो त हामीले पनि देखेको असली टिमवर्क त्यो हो कि अनुमति एक्लै मलाई मैदानमा एक्लै भयो नि तर मेस्सी गन्दा राम्रो खेलेको थियो त्यसले हुन त यो कुरामा हल्का कमजोर चाहिँ छ है तिमीको टिमै भएन क्या तर एउटाले मात्रै गरेर कहाँ हुन्छ है एउटा सकिँदैन तर मलाई जे भने नि अर्जेन्टिनाको गेममा नि रेफ्रीले धेरै फल खेलेको क्या अनुमति धेरै फल खेलेको त्यो फल भयो कि नदिएको धेरै त्यो फेयर त थिएन आफूले 0 गोल हानेपछि दोष कसै दिनु त होइन आफ्नो गेम प्लेलाई दिनु भएन रेफ्रीलाई त दिने दोष अनुमति फेरि न्यु खोजेर अनुमति फेरि सुरु भयो